जाडोको मौसममा बाख्राको पछि दौडिन्छु नाक पनि लास्टै रातो भयो जस्तो लागिरहेको मलाई। माताजी भन्न आइपुग्यो फाइनली। जय शम्भु सबैजनालाई। आशा छ हजुरहरू सबैजना आरामै हुनुहुन्छ होला। सबैभन्दा पहिला चाहिँ हजुरहरूलाई माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना। अनि आज चाहिँ म मामा गर्छु माघे सङ्क्रान्ति मनाउनलाई। अहिले चाहिँ म बिहानै 4 बजी उठिसकेँ। बाहिर त निकै जाडो छ, हजुरहरूलाई थाहा छ होइन अब पुसमाघको जाडो कस्तो हुन्छ भनेर। अब गएर स्नान गर्नेछु, त्यसपछि अब आज के गरिन्छ म सबै देखाउनेछु। एकदम रमाइलो हुनेछ, लास्टसम्म हेर्नु है त। यस्तो जाडोमा म चाहिँ अहिले नुहाउन गइरहेको छु। हरिपो जय शम्भु हर हर महादेव। आधा लास्टै काटेछ यार, साउनै खुल्लिन यार, साउनै खुल्लिन। खत्म, बाय बाय, टाटा, गुड बाय, गया। माघको 1 गते नुहाउँदै हुनुहुन्छ बिहान जाडोको मौसममा। चिसोले हस्ता यति भन्दा मेरो 2 सप्ताह हिँटिङ आउँछ। हर महादेव जय शम्भु। अहिले चाहिँ म नुहाएर आइसकेँ। अनि ठ्याक्क उठ्ने बित्तिकै चाहिँ मैले टाइम चाहिँ हेरेको थिएँ, टेम्परेचर हेरेको थिइनँ। अहिले नुहाएर आउँदै हेरेको त 6 डिग्री सेल्सियस रहेछ। एकदम जय शम्भु है त सबैजनालाई। अनि कस्तो मजा भयो त मामा दौडिन आउनु। गुड भान्जासँग हिँड्न पाउँदाखेरि म धेरै धेरै खुसी छु। हो ल, एकदम रमाइलो फिल भयो अरे मामाले चाहिँ। बाहिर के हो, बाख्राकोमा जाडो एकदमै भयो। यो उम्ला यस्तो काट्यो, यता यो मुवाल समातेको त उम्ले छोडिन लागिसक्यो। अब म दौडिन्छ एकछिन, मामाले यसो भिडियो गर्नुहुन्छ अनि हामी जान्छौँ माहरूतिर। सक्खर तरुल पिँडालुहरू खान्छौँ घर। अब चाहिँ एकछिन दौडेर जान्छौँ है त, जाडो भयो छ हेर्नु। अहिले चाहिँ म यसो दौडिँदैछु है साथीहरू, यसो दौडिन्छु। सानीमाको घरसम्म पुग्छौँ अनि अहिले चाहिँ हामी दौडिँदा पुरा उज्यालो भइसकेको छ। यसो अझै दौड्यौँ, हेरौँ कतिको मजा आउँछ। ल मामा दौड्यौँ है एकछिन। ल हामी चाहिँ दौडिँदैछौँ, मजा आइरहेछ। हजुर हजुर एकदम मजा आइरहेको छ। मामा भन्छ यसो मर्निङ वाक प्लस रनिङ हान्दा जाडोमा यतिको चाहिँ हुनुपर्छ क्या साथीहरू। मामा भन्छ भाइ चाहिँ मिल्नुपर्छ। मामालाई एक यस्तो डुम चस चस डुम चस चस। हामी चाहिँ यसो दौडेर आयो अहिले। सानी मान्छे टक्क आगो बनाउनु रहेछ, हामी ताप्नु लाग्यो। जाडोमा आगो ताप्नुको मजै बेग्लै छ। छोरा दाई भर्खरेका दाई हन् बुढा भर्खरेका दाई हन् बुढा। तोरी फुलो पयालाई के सम्झना दिउँला मायालाई। मलाई यो गीत सिकाउनु भएको चाहिँ नि पर्व दिदीले। यो ठाउँ खतरा छ कि यहाँबाट चाहिँ नि यो पुरा यता अन्नपूर्णदेखि यता माछापुच्छ्रे सबै देखिन्छ। अहिले चाहिँ कुहिरो लाएर हो, सही छ यतिको। पुरा यस्तो चिसो छ है बाहिर। मेरो नाक पनि लास्टै रातो भयो जस्तो लागिरहेको मलाई। अनि हजुरहरू चाहिँ उठ्नु भएको छ कि छैन? चिसो छ कि हाम्रो सानीजी गाई धुँदै हुनुहुन्छ हाम्रो बहिनीले। लक्ष्मी माता जय गौ माता। अङ्कल के कस्तो छ? जाडो छ एकदम। यसो दौडिन गएको थिएँ माथितिर। अनि मामा छैन, म गयो भनेर जानुभएछ। सानमै यहाँ बस्नुहुन्छ कि नजिकै। अनि त्यसपछि त यसो चिया पानी खाने भन्नुभयो, चिया पानी खाएर अहिले चाहिँ नि म मामा जाँदैछु। सानीमाहरू नि अलि दिउँसो आउनुहुन्छ, भेटौँ ल। मामा पनि त्यहीँ हुनुहुन्छ। जय शम्भु। तामक जाँदैछ मैले चाहिँ नि, माताजी आउँदै हुनुहुन्छ। अनि माताजीलाई लिन हामी तामक जाँदैछौँ। माताजी भन्न आइपुग्यो फाइनली। माता राम्ररी आउनुभयो। ल बहिनीले साइकल लिएर आइथिन्। अनि अब साइकलमा चाहिँ नि हामी यो सामान लिएर जाँदैछौँ। बहिनी के हेर्दैछ यता हेर। आज चाहिँ नि बिहान दौडिनु गएँ।
अनि पछि हल्का फुल्का कामहरू पऱ्यो अनि माकेलाई लिन गएँ। आज चौपन्न थोरै ढिलो भयो। अहिले भर्खर बसमा धारण गरेर अझै म चौबन्न जान लागेको। अब गएर सफ गर्छु। पिरिट हातमा लड्डु लिएर हिँडेको थिएन। पिटे जा लड्डु हो र आमा अब लाग्यौँ यता लाग्यौँ। फाइनली घर आइपुग्यो बरे। के भन्नु छ तिमीलाई? अरे कहना क्या चाहते हो? यो दायाको खुसियालीमा होला। चाहिँ हामी आएको देखेर एकदमै खुसी हुनुहुन्छ। जय शम्भु।